ल हेर्नु साथीहरू, हामीले नाचिनेर हामी एउटा एउटा मानिसको रूप लिएर हामी कहीँ जान सक्दैन। भगवान्ले यस्तो प्रकृति बनाइदिएको रहेछ। भगवान्ले यो भित्र गुफा रहेछ। यहाँ हेरेर मेरो मन एकदम भावुक भइसक्यो। मैले यो उमेरमा यहाँसम्म आयो, एकदमै भावुक भयो म, एकदमै भावुक भयो। एकदमै भावुक भयो साथीहरू। यो उमेरमा आएर यस्तो देउता थानमा आउँदाखेरि म एकदमै भावुक भएँ। भगवान्ले यस्तो संसार बनाएर जानुभएको रहेछ। अहिले यो उमेरमा आएर म यहाँ आउँदाखेरि एकदमै भावुक भयो साथीहरू, एकदमै भावुक भयो। मैले हिजो किन जानेन होला साथीहरू।